नमस्ते, म डाक्टर अञ्जली पण्डित, बाल क्यान्सर रोग विशेषज्ञ, हाल नेपाल क्यान्सर अस्पतालमा कार्यरत छु। बालबालिकामा सबैभन्दा मुख्यतया देखिने क्यान्सर भनेको हामीले ब्लड क्यान्सरलाई मान्छौँ। क्यान्सर लागिसकेपछि चाहिँ खास भन्नुपर्दा चाहिँ बाल क्यान्सरको चाहिँ विभिन्न प्रकारहरू छन् बाल क्यान्सरभित्र पनि। जस्तै सबैभन्दा मुख्यतया भनेको चाहिँ ब्लड क्यान्सर हो। ब्लड क्यान्सरको चाहिँ तपाईँको स्टेजिङ भनेर हुँदैन। हामीले गर्दाखेरि चाहिँ ब्लड क्यान्सरमा चाहिँ कस्तो हुन्छ भन्दा अलिकति सुरुवाती अवस्थामा आउनुभयो भने चाहिँ यसलाई हामीले छुट्याउन सकिन्छ कि यसलाई स्ट्यान्डर्ड रिस्कमा पर्छ कि हाई रिस्कमा पर्छ कि अब तपाईँको ढिला आउनुभयो भने हाम्रो शरीरमा चाहिँ ब्लडको मात्रा भनेको चाहिँ तपाईँको WBC काउन्ट जुन हाम्रो बोन म्यारोले बनाउँछ तीनटा प्रकारको चिजहरू बनाउँछन्, जसलाई हामीले भन्छौँ WBC काउन्ट, हेमोग्लोबिन र प्लेटलेट। यो तीनटा चिजहरू जसलाई हामीले सेतो रगत, पहेँलो रगत र रातो रगत चाहिँ उत्पादन गर्ने जुन बोन म्यारो छ त्यहाँबाट निस्किने उत्पादन गर्ने प्रक्रियामा चाहिँ गडबडी भएको कारणले गर्दा बोन म्यारोमा जुन हाम्रो फ्याक्ट्रीमा गडबडी भनेर भन्छौँ हामीले चाहिँ त्यहाँ गडबडी भएको कारणले गर्दा चाहिँ यो तीनटा चिजमा चाहिँ गडबडी हुन जान्छ। जति लेट आयो त्यति यो चिजहरूले चाहिँ तपाईँको शरीरमा हावी हुन पायो नि त। त्यसले गर्दा के हुँदै जान्छ भन्दाखेरि सुरुवाती अवस्थामा आयो भने जस्तै WBC काउन्ट हामीले 4000 देखि 11000 को बिचमा नर्मल मानिसलाई हुन्छ भने बढ्दै जान्छ नि त। यो दिन 2 गुणा रात 4 गुणा भने जस्तै क्यान्सर त तपाईँको मल्टिप्लाई हुँदै जान्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सेतो रगत जुन हाम्रो चाहिँ WBC काउन्ट भन्न भनिन्छ यो चिजहरू मल्टिप्लाई हुँदै जान्छ। जति लेट आउनुभयो कोही तपाईँको 1 लाख कटेर पनि लिएर आउनु भएको हुनुहुन्छ, उहाँहरूलाई के भनिन्छ त हामीले भन्दा यसलाई अब स्टेज अरू ट्युमरको जस्तो फर्स्ट स्टेज सेकेन्ड स्टेज होइन कि हाई रिस्क र स्ट्यान्डर्ड रिस्क भनेर चाहिँ हामीले डिभाइड गरेका छौँ। त्यो डिभिजनको आधारमा चाहिँ हामीले चाहिँ औषधि उपचार तपाईँको उसको भोलिको दिनमा चाहिँ कस्तो हुन्छ प्रक्रिया त्यो चिजहरूमा चाहिँ हामीले छुट्याउँछौँ त्यसलाई हेरेर चाहिँ। अब अर्को भन्नुपर्दाखेरि चाहिँ सेकेन्डमा चाहिँ बच्चाहरूमा हुने भनेको ब्रेन ट्युमर हो। कमन भनेर भन्दाखेरि चाहिँ ब्लड क्यान्सर पछि ब्रेन ट्युमरमा चाहिँ स्टेजिङ हुन्छ। फेरि अन्त फैलिएको छ कि छैन शरीरमा चाहिँ ट्युमरहरूमा चाहिँ स्टेजिङ हुन्छ। यो ब्लड क्यान्सरमा चाहिँ स्टेजिङ हुँदैन। अब हामीले त्यही स्टेजिङको आधारमा स्टेज 1, 2, 3, 4 भनेर मात्रै सुनेको छौँ समाजमा। जहाँ पनि तपाईँको चाहिँ कुन स्टेज भनेर सोध्नुहुन्छ ब्लड क्यान्सरलाई चाहिँ स्टेजिङ हुँदैन भनेर भन्नुपर्ने हुन्छ, किनकि रगत त टाउकोदेखि खुट्टासम्म सञ्चालन भएको हुन्छ नि त। त्यो भएको हुनाले ब्लड क्यान्सरमा चाहिँ स्टेजिङ हुँदैन, तर ट्युमरमा चाहिँ स्टेजिङ हुन्छ 1, 2, 3, 4 भनेर। त्यही अनुसार कुन स्टेजमा पर्छ त्यही अनुसारको तपाईँको चाहिँ उपचार पद्धतिलाई हामीले अगाडि बढाउनु पर्ने हुन्छ। क्यान्सर विभिन्न प्रकारका क्यान्सरको विभिन्न थरीको चाहिँ तपाईँको लक्षणहरू छन्। ती लक्षणका आधारमा चाहिँ हामीले विभिन्न थरीका टेस्टहरू अपनाउनु पर्ने हुन्छ, पद्धति अपनाउनु पर्ने हुन्छ। अब ब्लड क्यान्सर छ भने रगतबाटै थाहा हुन्छ तपाईँको WBC काउन्टहरू बढेको छ छैन, प्लेटलेटहरू घटेको छ छैन, शरीरमा रातो धब्बाहरू आएको छ छैन भन्ने कुरा चाहिँ यही एउटा CBC नर्मल CBC मात्र गर्दाखेरि पनि तपाईँको कम्प्लिट ब्लड काउन्ट जुन हामीले भन्छौँ त्यो एउटा चिज मात्र गर्दाखेरि पनि तपाईँको चाहिँ ब्लड क्यान्सर छ छैन भन्ने कुरा चाहिँ धेरै कुराको चाहिँ हामीलाई चाहिँ हिन्ट दिइसकेको हुन्छ त्यो चिजबाट। त्यसपछि मात्र हामीले हिन्ट पायौँ भने केही गडबडी छ है फ्याक्ट्रीमा भन्ने कुरा थाहा भयो भने बल्ल तपाईँको शरीरमा केही गडबडी छ भन्ने भयो भने अरू टेस्टहरू पद्धति अपनाउने हो। अब जस्तै ब्रेन ट्युमरको केसमा बच्चालाई भोमिटिङ हुने, रिङ्गाटा चल्ने, तपाईँको चाहिँ खान मन नलाग्ने, वेट लस हुँदै जाने, बच्चाले राम्रोसँग आँखा नदेख्ने यो चिजहरू हुन थाल्यो भने चाहिँ ब्रेन ट्युमरको सङ्केत छ कि भन्ने कुरा हुन्छ। यसको लागि चाहिँ हामीले टेस्टको पद्धति भनेको चाहिँ MRI गर्ने कि CT गर्ने कि टाउको गर्नुपर्ने हुन्छ। ब्लड चेक गरेर यसमा थाहा हुँदैन, त्यो भयो भने टाउकोतिर जानु पर्यो। अब शरीरमा कतै गाँठागुठीहरू छन् रे भने चाहिँ त्यो चिजलाई पनि हेर्नको लागि चाहिँ हामीले अब CT गर्ने कि MRI गर्ने कि होइन, कुनै पेटमा गाँठोहरू आएको रहेछ भने अल्ट्रासाउन्ड एउटा मात्र गरेर हेर्दाखेरि पनि पेटमा गाँठागुठी भएको थाहा हुन्छ। त्यही भएर हरेकलाई एउटै चिजको पद्धति अपनाइँदैन, टेस्ट पनि एउटै चिजको हुँदैन। फरक फरक रोगलाई फरक फरक सिम्टम्स लक्षण अनुसारको फरक फरक जाँचहरू हुन्छ। सबैभन्दा धेरै महत्त्वपूर्ण भनेकै केमोथेरापी हो, जुन हामीले सबभन्दा प्राय जस्तो बालबालिकालाई ब्लड क्यान्सर हुन्छ भनेर भन्यौँ नि। 10 जना क्यान्सरको पेसेन्ट छ भने 8 जनाले ब्लड क्यान्सर भेटिन्छन् हामीले। र ब्लड क्यान्सरको बच्चाहरूलाई बालबालिकाहरूलाई उपचारको पद्धति भनेकै केमोथेरापी हो। आजसम्म केमोले नै तपाईँको चाहिँ केमोथेरापीले नै पूर्ण रूपमा चाहिँ निवारण गर्न सकिन्छ। कसैलाई रेडियोथेरापीको मद्दत चाहिन्छ, तर ट्युमरको केसमा जसरी हामीले रेडियोथेरापीको मद्दत लिन्छौँ भने ब्लड क्यान्सरकोमा चाहिँ रेगुलरली सबै बच्चाहरूलाई चाहिँ रेडियोथेरापीको मद्दत चाहिने हुँदैन। त्यही भएर कम्प्लिट रूपमा चाहिँ केमोथेरापीले मात्र निको पार्न सकिन्छ। सबैभन्दा मुख्य कुरा भनेको चाहिँ केमोथेरापी दिइसकेपछि अब के हुन्छ त भनेर भन्दा शरीरमा राम्रो कोशिकाहरू पनि हुन्छन्, नराम्रो कोशिकाहरू पनि हुन्छन् सँगसँगै। र हामीले केमोथेरापी दिइसकेपछि यसले शरीरमा त्यो केमोथेरापी गइसकेपछि शरीरमा गएपछि यसले यो नराम्रो कोशिका हो म नराम्रोलाई मात्र मार्छु त भन्दैन नि त, नराम्रो सँगसँगै राम्रो पनि मर्न जान्छ। राम्रो कोशिका मरेपछि अब के हुने भयो त शरीरमा भनेर भन्दा शरीरको सिपाहीहरू भनेर भन्छौँ हामीले।
जसलाई चाहिँ हामीले चाहिँ तपाईँको न्युट्रोफिल काउन्टहरू WBC काउन्टहरू घट्न जान्छ। अब ती घटिसकेपछि शरीरमा सिपाही नभएपछि के हुन्छ त भन्ने हामीले बिरामीलाई सम्झाउनु पर्दाखेरि चाहिँ सिपाही कम भइसकेपछि इन्फेक्सनको चान्सेस कुनै पनि बालबालिकाहरू ब्लड क्यान्सरले गर्दा बित्ने होइन कि त्यसको साइड इफेक्टको कारणले गर्दा ती साइड इफेक्टलाई हामीले समयमै निवारण गर्न सकेनौँ। नत्र भए त केमोथेरापी लगाएको बच्चालाई हामीले एक दिन आउने लगाउने घर पठाउने गर्न मिल्थ्यो होला नि त, महिनौँ दिनसम्म किन अस्पतालमा राख्नुपर्छ त भन्नु भन्दा यिनै साइड इफेक्टलाई निवारण गर्नको लागि चाहिँ अब यो कपाल झर्ने हुन्छ, यो कपाल झरे पनि तपाईँको त पूर्ण रूपमा झरे पनि फेरि पछि दोहोरिएर आउँछ नि त कपाल त त्यसलाई हामीले ठुलो रूपमा साइड इफेक्ट मान्दैनौँ किन भन्दा त्यो दोहोरिएर आउने चिज हो। तर जुन चिजले कपाल झरेर ज्यानै त लिँदैन नि त, ज्यानै त जाँदैन नि त, फेरि आउँछ त्यो चिज। तर इन्फेक्सनले समात्यो भने कुनै पनि बच्चालाई केमोथेरापी दिइरहेको दौरानमा इन्फेक्सनले समात्यो भने चाहिँ त्यो बच्चालाई जोगाउनु गाह्रो परेको कारणले गर्दाखेरि चाहिँ त्यो इन्फेक्सन हुन नदिनको लागि चाहिँ हामीले निगरानीको लागि चाहिँ अस्पतालमा महिनौँ दिनसम्म भर्ना गरेर राख्छौँ। र बच्चालाई भमिटिङ हुने कसैलाई साइड इफेक्ट भनेको सबैलाई एकै नाचको एउटै चिजको हुन्छ भन्ने छैन। कपाल चाहिँ सबैलाई झर्छ नै, तर अरू सिम्टम्स चाहिँ तपाईँको साइन चाहिँ कसैलाई भमिटिङै नहुने हुन्छ भने प्रायः जस्तो बालबालिकालाई केमोथेरापी दिँदा भमिटिङ हुन्छ, कसैलाई डायरिया हुन्छ, कसैलाई ज्वरो आउने हुन्छ। यो सबै चिजहरूलाई चाहिँ हामीले चाहिँ टाइमली ट्याकल गरेर भनेको हुने बित्तिकै तुरुन्तै तपाईँको चाहिँ बिरामीको समस्या के छ भन्ने कुरा दिन प्रतिदिन निगरानी गरेर त्यसलाई चाहिँ निर्मूल पारियो भने चाहिँ बच्चाहरू चाहिँ आनन्दले केमोथेरापी सकाएर चाहिँ उत्रिन्छन्। बच्चाहरूको एकिङका साथ यति नै खर्च भन्ने ठोकुवा गरेर कसैले पनि भन्नु सक्दैन हैन। अब प्रकार अनुसार जस्तै ब्लड क्यान्सरको बिरामी छ भने छोरी बच्चालाई 2 वर्षको उपचार भनिन्छ भने छोरा बच्चालाई 3 वर्षसम्म उपचार गर्नुपर्ने हुन्छ। तर 3 वर्ष 2 वर्ष अस्पतालमा भर्ना भएर बस्नुपर्ने होइन। तर भ्याली बाहिरबाट आएको बिरामीले उसको बस्ने वासस्थान हुँदैन, खानको लागि ठेगाना हुँदैन, त्यो भइसकेपछि के गर्नु पर्यो त भने अस्पतालमा मात्र धेरै खर्च लाग्ने होइन। अब उसले काठमाडौँमा आएर बस्नु पर्यो, खाना खानु पर्यो, एक्लै लिएर आउँदैन, परिवारै आउने कुरा हुन्छ। त्यही भएर ती खर्च पनि क्यान्सरको बिरामीकोमा जोडिने भएको कारणले गर्दा, परिवारले जोड्ने भएको कारणले गर्दाखेरि चाहिँ खर्चको विवरण चाहिँ अलिकति बढ्न जाने हो। तर अस्पतालमै मात्र हामीले कुरा गर्छौँ भने तपाईँको चाहिँ औषधिमूलक जुन औषधिहरू प्रयोग हुन्छन् बालबालिकामा त्यो खासै महँगो औषधिहरू प्रयोग हुने होइन, सस्तै खालको औषधि प्रयोग हुने हो। तर लामो समयसम्म औषधि महँगो होइन कि तपाईँको बसाइ लम्बिने भएको कारणले गर्दा महिना दिनसम्म अस्पतालमा बस्दाखेरि तपाईँको चाहिँ त्यो खर्चहरू पनि बिरामीको चाहिँ उपचार खर्चमा जोडिन जाने भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ खर्चको रूपमा मानिन्छ र धेरै खर्च भयो भनेर मानिन्छ। खास अवधि लामो हुने भएको कारणले गर्दा क्यान्सर 1 महिनामै 2 महिनामै निको हुने खालको क्यान्सर त कुनै पनि छैन। त्यो भएको कारणले गर्दा अवधि लामो, जस्तै अब बच्चाहरूमा त झन् ब्लड क्यान्सरै कमन भनिया छ। ब्लड क्यान्सरको उपचार लामो छ नि त, 3 वर्षको छ, 3 वर्ष अस्पतालमा बस्नुपर्ने होइन। तर 5-6 वर्ष चाहिँ 5-6 महिना चाहिँ अस्पतालकै निगरानीमा कि त कोठा लिएर नजिकै हैन कि भने आफन्तकोमा काठमाडौँमै बस्नुपर्ने कारणले गर्दाखेरि चाहिँ त्यो खर्च चाहिँ जोडिन जाने हो। सबैभन्दा मुख्य कारण भनेको बालबालिकालाई नै हो असर पर्ने भनेको हैन। बालबालिकाको केसमा चाहिँ परिवारलाई पनि असर परेको हुन्छ मानसिक रूपमा, किनकि अभिभावकलाई पनि हामीले काउन्सिलिङ गर्नुपर्ने हुन्छ, तपाईँको सम्झाउनु पर्ने हुन्छ। बालबालिकाहरू त कतिपय 2-3 वर्ष 5-6 वर्ष इभन 10 वर्षसम्मका बालबालिकाहरूले बुझेकै हुँदैनन् कि आफूलाई के भएको छ भनेर, किन मलाई अस्पतालमा राखिराखेको छ भन्ने बुझेका हुँदैनन्। त्यो भएको कारणले गर्दाखेरि बालबालिकालाई त खेल्ने ठाउँ अलिकति बनाइदियो, खेल्न दियो, तपाईँको चाहिँ साथीभाइहरू उनीहरूकै उमेरका अरू बालबालिकाहरू पनि हुन्छन्, उसलाई हेर्छ। त्यो भएको कारणले गर्दा उसले महसुस नै गर्दैन कि आफूलाई कस्तो परिरहेछ भनेर साइकोलोजिकल त्यति असर परेको हुँदैन। तर यहाँनिर चाहिँ बालबालिकाको उपचार गर्दाखेरि चाहिँ बालबालिकाको अभिभावकलाई धेरै असर पर्ने भएको कारणले गर्दाखेरि चाहिँ अभिभावकलाई चाहिँ हामीले चाहिँ साइको सोसियल काउन्सिलिङ गर्ने कि हैन, हाम्रो अस्पतालमा नि उनीहरूलाई चाहिँ काउन्सिलिङ गर्ने कि, अथवा सबैभन्दा मुख्य मैले देखेको भनेको त उहाँहरूलाई मात्र सम्झाउनु भन्दा जो हाम्रो अस्पतालमा चाहिँ हामीले के गर्ने गरेका छौँ भन्दा निको भएको बालबालिकाको अभिभावकलाई भेटाइदिने गरेका छौँ। कस्तो हुन्छ भन्दा म मात्र पीडित रहेनछ नि त, र अर्को कुरा चाहिँ डाक्टरले त निको हुन्छ भनेर भन्नुभयो हैन, डाक्टर निको हुन्छ भनेर भन्नुभएको छ, मेरो बच्चालाई राम्रो पनि भइरहेछ, तर पछिको दिन कस्तो हुन्छ, के हुन्छ, निको हुन्छ हुँदैन भन्ने कुरा चाहिँ उसकै जस्तो रोग लागेको अर्को अभिभावकलाई भेटाइदियो र बालबालिकालाई भेटायो भने उहाँहरूलाई चाहिँ प्रोत्साहन हुँदो रहेछ कि म मात्र होइन रहेछ र यो निको हुने रोग रहेछ, पछि गएर त निको हुने रहेछ नि त उपचार
पद्धति अपनाएपछि निको हुने रहेछ भनेर चाहिँ हामीले चाहिँ धेरै जसो जसलाई जे रोग लागेको छ त्यही रोग लागेर निको भएको बालबालिकाहरूलाई भेटाइदिने गरेका छौँ। जस्तै ब्लड क्यान्सरको बालबालिकाहरूलाई ब्लड क्यान्सरकै त्यसमा पनि प्रकार छ, टी सेल बी सेल भनेर, टीलाई टीसँगै भेटाइदिने, बीलाई बीसँगै भेटाइदिने, र ब्रेन ट्युमरको छ भने ब्रेन ट्युमरकै अभिभावक र बालबालिकालाई भेटाइदिने जो निको भएर गइसकेका छन्। त्यसले चाहिँ धेरै नै तपाईँको भूमिका खेलेको चाहिँ मैले देखेको छु। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यसरी काउन्सिलिङ गर्ने गरेका छौँ। हामीले चाहिँ 5 वर्षसम्म अवधि चाहिँ फलोअपमा बस्नुपर्छ भनेर भन्छौँ। हामीले चाहिँ 5 वर्ष उपचार सुरु भएदेखिको अथवा निको भइसकेपछि 5 वर्षसम्म निगरानीमा। तर हामी के चाहन्छौँ भने 5 वर्षपछि रोग नआउने अथवा नहुने भनेर चाहिँ हामीको आउनु पर्दैन भन्ने होइन कि हामी त सक्नुहुन्छ भने भ्याउनुहुन्छ, सक्नुहुन्छ भने वर्षको एकचोटि आएर फलोअप देखाएर चाहिँ आजीवन जहिलेसम्म सक्नुहुन्छ तहिलेसम्म गराउनुहोस् भनेर भन्छौँ। किन भन्दाखेरि उसलाई क्यान्सर त निको भयो तर ती केमोथेरापी दिइसकेको साइड इफेक्टदेखि लिएर भोलिको दिनमा चाहिँ हर्मोनल चेन्जेसदेखि लिएर त्यो चिजहरू चाहे छोरी बच्चा होस् चाहे छोरा बच्चा होस्, हर्मोनल चेन्जेस विभिन्न थरीका तपाईँको शारीरिक बनावटमा, अरू चिजहरू मानसिक रूपमा, शारीरिक रूपमा टाइम अनुसारको जति चेन्जेस आउँछ त्यो चिज चाहिँ हामीले मात्र थाहा पाउन सक्छौँ। र यो बच्चालाई यस्तो भएको थियो त्यो कारणले गर्दाखेरि चाहिँ हामीले यो केमो दिएको थियौँ यो रोगमा, त्यो कारणले पो भयो कि भनेर चाहिँ हामीले त्यसलाई पनि निगरानी गर्न पाउने भएको कारणले गर्दा सक्नुहुन्छ भने हामीसँगै सधैँको लागि चाहिँ गरिरहनुहोस् भनेर। किनकि एउटा परिवार जस्तो पारिवारिक सम्बन्ध बनिसकेको हुन्छ, किनकि उपचार छोटो अवधिको हुँदैन, लामो अवधिको हुन्छ। त्यही भएर हामीले चाहिँ सक्नुहुन्छ भने जहिलेसम्म सक्नुहुन्छ, 5 वर्ष भनेर तोकेर 5 वर्षपछि अब आउनु पर्दैन भनेर भन्दैनौँ हामी, त्यस पछाडि पनि आइरहनुहोस् भनेर भन्छौँ हामी चाहिँ। अब भविष्यमा डायबिटिज, हाइपरटेन्सन, थाइरोइड यी सबै चिजहरू अरू चिज लाग्यो भने त जसलाई पनि लाग्छ, मान्छेको शरीर हो होइन। तर तपाईँको चाहिँ लौ अब जिन्दगीभरि औषधि खाने रोग लागेको हो भनेर चाहिँ सोच्नु पर्दैन। एकचोटि जति टाइम पिरियडसम्म हामीले उपचार गर्ने हो त्यति टाइम पिरियडसम्म हामीले उपचार गरिसकेपछि आजीवन उसले चाहिँ तपाईँको क्यान्सर फ्री भएर नै बाँच्छन्। र यो हामीले किताबी रूपमा पढेको मात्र होइन कि बाँचेका बच्चाहरू नै छन् जो देशमा मात्र होइन, क्यान्सर निको भएर विदेश पनि गइसकेका बालबालिकाहरू पनि छन्। क्यान्सरबारे चाहिँ खास भन्ने हो भने अब यो शरीरले आफै निकाल्ने रोग हो, आफै निस्केको, यो कसै तपाईँको चाहिँ यो सरुवा रोग पनि होइन। त्यो भएको कारणले गर्दाखेरि क्यान्सरको बालबालिका होस् या ठुलो मान्छे होस् कसैलाई पनि क्यान्सर भन्ने बित्तिकै छिछि दूर गर्नु पर्दैन एउटा चाहिँ होइन। अर्को कुरा चाहिँ हामीले यो सरुवा होइन, अझै पनि गाउँमा तपाईँको चाहिँ अलिकति तपाईँको विकट ठाउँमा कस्तो छ भन्दा सरुवा रोग जस्तो गरेर चाहिँ धेरै बिरामी ल्याएर दुःख पोख्नुहुन्छ होइन। अनि थाहा हुन्छ हामीलाई पनि, किनकि हामी त अब सहरमा बसेका छौँ, गाउँमा कसले कस्तो भेदभाव गरिरहेछ भन्ने कुरा थाहा छैन नि त। त्यो भएको हिसाबले एउटा परिवारमा लाग्दैमा उनीहरूले केही पाप गरेर गल्ती गरेर चाहिँ त्यो परिवारमा लागेको, र त्यो परिवारमा लागेपछि अब त्यो व्यक्तिलाई लागिसकेपछि गाउँमा नै सर्छ अथवा अरू कुनै परिवारलाई सर्छ भन्ने कुरा चाहिँ गलत हो। यो एउटा भ्रमबाट चाहिँ निस्क्यौँ भन्न चाहन्छु सबैजनालाई म पहिला चाहिँ होइन। अर्को कुरा उपचार पछि त निको हुने रोग हो नि। ए बाबा पहिला टिबी थिएन र थियो नि त, टिबी पनि त औषधि गरिसकेपछि निको हुँदै गयो। त्यस्तै क्यान्सरको पनि त उपचार पद्धतिहरू छन्, नेपालमै छ, त्यसमाथि हामी विदेश जानुपर्ने जरुरत पनि छैन। नेपालमै पद्धति अपनाएर निको भएर आफ्नो तपाईँको अरू बालबालिका सरह अरू मान्छे सरह चाहिँ आजीवन तपाईँको जीवनयापन जिरहेका छन् भने लागेकोलाई पनि तपाईँको चाहिँ हामीले चाहिँ अझ तपाईँको प्रोत्साहन दिने, निको हुन्छ। बरु घरमा कसैलाई नभनिकन अरूलाई थाहा नदिकन है मलाई छिछि दूर गर्छन् कि मलाई तपाईँको गाउँबाट निकाल्छन् कि अथवा मलाई छिमेकीहरूले हेप्छन् कि त्यो भन्ने हिसाबले नगरिकन आफन्तले हामीलाई चाहिँ अपनाउँदैनन् कि भन्ने चिज त्योबाट बाहिर निस्केर चाहिँ अझ कसैलाई लागेको छ भने के सहयोग चाहिन्छ त होइन। कुन ठाउँमा जाने सही परामर्श चाहिएको छ कि आर्थिक रूपमा सहयोग चाहिएको छ कि मेन्टली सहयोग चाहिएको छ कि त्यो चिजमा चाहिँ सबैले चाहिँ हेल्प गरौँ भन्न चाहन्छु म चाहिँ।